साथीहरू गुड मर्निङ। फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो न्यू भिडियोमा। आशा छ हजुरहरू सबै सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज चाहिँ बाबुहरूको रिजल्ट, म चाहिँ एकछिनमा स्कुल जाँदैछु, हजुरहरूलाई देखाउँछु नि बाबुहरूको रिजल्ट कस्तो भएको छ। 8 बजीसम्म यहाँ मान्छेहरू सुतिरहेको छन्। हाम्रो घरमा चाहिँ यस्तो छ यहाँको अवस्था। यता चाहिँ दिदी उठिसक्नु भएको छ, नुहाउन जाने तयारीमा हुनुहुन्छ, तर खै कतिखेर हो थाहा छैन, घुम्न जाने रे। अब चाहिँ म रेडी हुन जाँदैछु। म चाहिँ अब रेडी भइसकेँ, एकछिनमा स्कुल जाँदैछु। 5 minutes later. रिजल्ट चाहिँ म हजुरहरूलाई पछि देखाउँछु। अब यता सब तयार भइसकेको। अब चाहिँ हामी निस्किँदैछु कतै। रिजल्ट चाहिँ हजुरहरूलाई पछि देखाउँछु। यता हाम्रो दिदी पनि तयार भइसक्नु भएको छ। मैले रिजल्ट पनि लिएर आइसकेँ। अब चाहिँ हामी आज चाहिँ दक्षिणकाली जाँदैछौँ। रिजल्ट चाहिँ पछि देखाउँछु। बस पनि आइसकेको छ। यहाँदेखि लगन खेल जान्छौँ। आमा A few moments later. यता चाहिँ हामी लगनखेल पुगिसक्यौँ अनि अब झर्दैछौँ हामी। अनि यहाँ चाहिँ हामी लगनखेल पुग्यौँ अनि यहाँदेखि चाहिँ अब हामी दक्षिणकालीको लागि गाडी हेर्दैछौँ। गाडी नै आइसक्यो। अब हामी गाडी चढ्यौँ। यता चाहिँ लगाइराखेन खान्डाडा देख्यौ त्यस्तै लगाइराख्नु लाग्यो यही रोक्या अर्डर यता चाहिँ हामी दक्षिणकाली पुगिसके। अब यहाँदेखि चाहिँ हामी पूजाको सामानहरू किनेर तल पूजा गर्न जान्छौँ मन्दिरमा। हेरौँ आज शनिबार कतिको भिड छ तल मन्दिरमा। मेरो हातमा कसरी जुम गराउनु। यतादेखि जानु पर्यो दिदी, त्यहाँदेखि कहाँ सुन्न देखा दिइराखेन। यहाँ पनि थुप्रै लाइन छ नि। चप्पल खोलेर चाहिँ हामी भित्र लाग्यौँ। अब हेरौँ आउँदासम्म हुन्छ कि हुँदैन।
साथीहरू, हजुरहरूले आजको भिड देखि नै सक्नु भएको होला। आज त्यहाँ पूजा गर्ने मेन मन्दिरमा नि लाइन धेरै थियो, त्यसैले हामी लाइनमा लागेर बाहिरदेखि पूजा गरेर आयौँ। नानु एकछिन फोटो खिचिदिनु ल टिकटकबाट यो बिचमा लाग्दा चाहिँ इङ्ग्लिसको चाहिँ कुरा तल गएन नि त मै पनि पाइन्छ के चाहिँ जाउँ छिटो गर्मी बढी भइरह कहाँ कस्तो रहेछ हरेक सामान 30 रुपियाँ छानी रोजी 30 भइले हेर्नुस् बिरामी भइसक्यो खान नपाएर बच्चा। ल अब हाम्रो खाजा आइसकेको छ। एकछिन खाजा खाएर खाजा कस्तो छ? भोक लाग्यो भने यस्तो पनि मिठो हुन्छ तर यो धेरै मिठो छ ओइली धेरै लेमन ठिक छ। अब म चाहिँ यहाँ क्यामराम्यान भइसकेँ खै त अब दिदीको खै त हेर्नु त म हो ए तपाईँ नै हो अच्छा म हो रे म यहाँ इफेक्ट हेर्दै थिएँ ल है क्यामराम्यानको हालत त्यहाँ यस्तो हुँदैछ अब 3 2 1 गो काटे आउनु अब हेर्नुहोस् है यहाँबाट म खसेपछि के होला मेरो हालत। यसरी यहाँ क्यामराम्यान बनाउँछन् मान्छेहरू। यता आउनु यहाँबाट झऱ्यो भने के होला हालत। यसरी यहाँ क्यामराम्यान हुन्छ यहाँबाट झऱ्यो भने के होला। हेलो गाइस, अब चाहिँ हामी पूजा गरेर घर फर्किनु लागेको। अब चाहिँ हामी घर जाँदा पनि यही आउँदा पनि यही। म चाहिँ यता फेरि सिट चेन्ज है सिट चेन्ज म त यही हो आउँदाखेरि पनि यही बसिरहेको थिएँ जाँदाखेरि पनि यही बसिरहेको छु। कसरी भर्छ त्यहाँ के त्यही भर्छ होइन त के लगाएर राख्या होला तताउन राखेको होला घाममा